गाइज गाइज आज पनि बिहान 6 बजे उठियो अनि मस्तले आज गाइती आइदिरहेको। यहाँ यस्तो बाटो छ नि, यहाँ यस्तो हावा बाटो छ नि, यस्तो अप्ठ्यारो छ नि कसम। जाँदै जानु के गाई गाई जाँदै नजाने गाई बरु हुन्छ नि बरु आज दिनभरि यहीँ बस्न तयार। तर यहाँ मान्छे हिँड्न त यति गाह्रो छ होइन त्यो बाटोमा के। यहाँ माथिबाट जुन पानीको भल आउँछ नि त्यो यसमै के अरे यसमै आउने गरेछ के। अनि सानोतिनो पानी पनि परिरहेको छ अहिले। गाईहरू बल्ल तल्ल यहाँ चिप्लेटी खेल्दै बिचरो खुट्टा यसरी टेक्दै गइरहेछन्। के गर्ने यार, लिनै पर्यो होइन। यसो यिनीहरूलाई दिउँसो जोत्नुपर्छ। यसो बिहान लिएर 3-4 घन्टा मस्त चराइदिउँ भनेको है। यहाँ पानी नै फेरि यस्तो भइदिरहेको, बाटै यस्तै क्या। फेरि यहाँ बाटै यस्तो हावा छ कि यार, गाईहरू लिने कसरी। यहाँनिर गाह्रो छ क्या यहाँबाट उक्लिन। यसो यो राति गाईको कि तारे लास्टमा उडा भइदिरहेको क्या। फेरि जाडो त्यति छ है, फेरि त्यही माथि पानी परिदिरहेछ। अनि बाटो फेरि यस्तै हावा छ क्या, फेरि ल्याङ भइदिरहेको क्या पुरै ल्याङ। ऊ त्यो ए ओ तर गाईहरूको ब्यालेन्स खतरा हुँदो रहेछ यार। गाईहरूको जुन ब्यालेन्स हुन्छ नि, बडी ब्यालेन्स, यत्रो शरीर लिएर है यस्तो अप्ठ्यारो बाटोमा म त्यहाँबाट जानै सक्दैन। यो जुन गइरहेछ नि तारे, ल यो कसरी जान्छ है। ओ अहिले जान गयो पछि फिर्ता कसरी ल्याउने यार। एउटा भएको त अहिले जान त गइहाल्यो, पछि फिर्ता कसरी ल्याउने यहाँलाई। यदि पछि यस्तै पानी पऱ्यो भने त अर्कै बाटो ल्याउनुपर्छ। ठाडा बाटो यो बाटो आउँदैन नि यहाँहरू। गाह्रो छ। अब म चाहिँ फेरि हिजो जानु लागेको ठाउँमै जानु लाग्यो, त्यो टाउका भन्ने ठाउँ क्या। नाम अजिब छ है, फेरि खतरा अजिब छ क्या। त्यहाँ गएर टक्कै लगाएर यिनीहरूलाई 2-3 घन्टा मस्तले चराइदिने अनि ठ्याक्कै ल्याएर फ्याटै जोतिदिने क्या। आज भोलि 2-3 दिन जोतेपछि सिद्धिन्छ होला होइन। अनि फेरि मौसम चाहिँ यहाँ ठाउँ चाहिँ दामी हो क्या। मौसम हुन्छ नि एकदम छ नि, डाँडा पाखा छहरा, यतातिर गाउँ छ, यतातिर अगाडितिर गाई छ, यतातिर दाई छ। म घटिया जोक छैन। ए यिनीहरूलाई फेरि हरियो देख्ने हुन्न क्या। हरियो भनेपछि मकै हुन्छ नि, देख्नै नहुने क्या। मेरो अगाडि जान्न नि मैले हेरेर चाहिँ मेरो नजर हट्यो, दुर्घटना घट्यो भने भएको क्या। गाईहरूबाट के हुन्छ त्यसलाई, अपर्च्युनिटी खोजिरहेको हुन्छन् क्या, हुन्छ नि। अनि ठाउँ चाहिँ फेरि बब्बाल छ क्या आज भने, हुन्छ नि। पुरा मस्तको भ्यू छ नि, एकदम चिल टाइपको क्या। अब मस्त लिउँ गाई, अनि गाई साई हेरेर पछि ल्याएर टक्कै जोतिदिनुपर्छ है गाइस।